नमस्ते सबैजनालाई। आज चाहिँ हामी चाहिँ रेसुङ्गा नगरपालिका 3 भाडगाउँमा रहेको पाताल गुफा हामी अवलोकन गर्न गइरहेका छौँ र हामीसँग हुनुहुन्छ सेन्ट्रल डिपार्टमेन्टको टिम र चाहिँ उहाँ हुनुहुन्छ हरि शर्मा सर, जो चाहिँ उहाँ प्रोफेसर पनि रहनुभएको छ। उहाँको टिमसँग हामी चाहिँ यो पाताल गुफामा चमेराको बारेमा अध्ययन गर्न हामी जाँदैछौँ। पाताल गुफा घुमिसकेपछि हामीले लिएको यो सामूहिक तस्बिर पाताल गुफामा हामी जाँदैछौँ। यो गुफामा पहिला छिर्नुभन्दा पहिला चाहिँ हामीलाई चाहिँ विभिन्न किसिमको सूचना जानकारीहरू दिँदै हुनुहुन्छ स्थानीयले हामीलाई चाहिँ त्यो गुफाको बारेमा जानकारी दिनुभयो र हामी चाहिँ सरसामग्रीहरू लिएर चाहिँ विभिन्न किसिमको बन्दोबस्तीको सामग्रीहरू लिएर चाहिँ स्टुडेन्टहरू भित्र गुफामा चाहिँ स्याम्पलहरू कलेक्ट गर्नको लागि जाँदै हुनुहुन्छ र चाहिँ हामीलाई चाहिँ त्यो गुफाको बारेमा इन्फर्मेसनहरू दिएर चाहिँ हामीलाई चाहिँ स्थानीयले धेरै नै सहयोग गर्नुभएको थियो। यहाँ चाहिँ विशेष गरेर 2वटा गुफा रहेछ। त्यो गुफाको बारेमा चाहिँ उहाँले चाहिँ हामीलाई सूचनाहरू दिनुभयो र चाहिँ हामीलाई चाहिँ त्यहाँसम्म पुर्याउने काम पनि उहाँले नै गर्नुभयो। त्यसलाई धेरै धेरै धन्यवाद। र स्टुडेन्टहरू बन्दोबस्तीको सामानहरू लिएर चाहिँ गुफाभित्र प्रवेश गर्दै हुनुहुन्छ। गुफामा प्रवेश गर्नुभन्दा पहिला चाहिँ आफ्नो सुरक्षाका उपायहरू अपनाउनु पर्ने हुन्छ र त्यही किसिमको लाइट्सहरू ग्लोभ्सहरू लिएर विद्यार्थीहरू प्रवेश गर्दै हुनुहुन्छ। र गुफामा गइसकेपछि विद्यार्थीहरू चाहिँ स्याम्पल कलेक्ट गर्दै हुनुहुन्छ। र यो चाहिँ म जसले चाहिँ सेल्फी भिडियो लिइरहेको छु र चाहिँ स्थानीय जसले हामीलाई चाहिँ त्यो गुफामा पुर्याउनको लागि चाहिँ हामीलाई चाहिँ लिडिङ गरिराख्नु भएको छ र हामी उहाँको पछि लागेर चाहिँ हामीले चाहिँ भिडियो लिइरहेका छौँ। र चाहिँ यो निकै मनोरञ्जन दृश्य देख्न सकिन्छ दर्शकबिन। धेरै नै राम्रो ठाउँ रहेको छ। अलिकति जुकाले चाहिँ दुःख दिएको थियो र बर्खाको समय भएको कारणले गर्दाखेरि, तर पनि हामी बिस्तारै हामी चाहिँ उहाँको पछि लागेर चाहिँ हामी गन्तव्य स्थलसम्म पुग्ने प्रयास गऱ्यौँ। उहाँ चाहिँ हाम्रो सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजीको प्रोफेसर हरि बस्नेत सर, जो चाहिँ अहिलेको टिम लिडर हुनुहुन्छ। उहाँकै नेतृत्वमा यो टिम चाहिँ यो रेसुङ्गा नगरपालिका 3 भाडगाउँको बेहोरेमा रहेको पाताल गुफामा स्याम्पल कलेक्ट गर्नको लागि आएको छ। हरि शर्मा सर, जो चाहिँ सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजीको प्रोफेसर हुनुहुन्छ। यसरी हामी बिस्तारै गन्तव्यस्थल तर्फ हामी लम्किरहेका छौँ। प्रकृतिको मनोरम दृश्यसहित हामी चाहिँ यो बर्खाको समयमा हामी चाहिँ लम्किरहेका छौँ। बाटोमा जुकाले धेरै नै दुःख दिएको थियो, त्यही पनि हामी चाहिँ बिस्तारै हामी चाहिँ बाटो छिचोल्दै हामी चाहिँ त्यो ठाउँमा पुग्दैछौँ। स्थानीयले हामीलाई चाहिँ त्यहाँ भएको बारेमा जानकारी दिँदै आफूले लिडिङ गर्दै हामीलाई चाहिँ बाटो दोहोऱ्याउनु भएको छ। हरि शर्मा सर, सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजी। विद्यार्थीहरू हामी गुफाको नजिक आइसकेका छौँ र गुफामा जानुभन्दा पहिला चाहिँ ग्लोभ्स, लाइट्स, त्यही किसिमको सुरक्षाका उपायहरू अपनाएर गुफामा प्रवेश गर्नुपर्ने हुन्छ। त्यही गरिराख्नु भएको छ विद्यार्थी भाइ बहिनीहरूले। यहाँ चाहिँ लामो त्यो ओठवाला पाइन्छ क्या, ठुलो राइनोवाला यत्रो मुख भएको हुन्छ त्यो ओठवाला। र चाहिँ म सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजी लगायत हरि शर्मालाई म धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू फर वाचिङ। स्टे ट्युन्ड।